हेलो गाइज, आजको भिडियोमा हजुरहरूलाई स्वागत छ। र आजको भिडियोमा चाहिँ म तपाईँहरूलाई चाहिँ हाम्रो लाइफमा जुन हामीलाई कन्फिडेन्स लेभल चाहिएको हुन्छ त्यो कन्फिडेन्सलाई चाहिँ कसरी बिल्ड गर्ने त त्यो टपिकमा चाहिँ म आज यो भिडियो चाहिँ बनाइरहेको छु। र यो भिडियो हेरेपछि मलाई आशा छ कि हजुरहरूको पनि लाइफमा चाहिँ केही न केही कन्फिडेन्स चाहिँ बढ्छ। अब हामीलाई लाइफमा कन्फिडेन्स हुन जरुरी छ। कुनै पनि कुरामा अथवा कुनै पनि कुरा गरिरहेको छौँ भने त्यो कुरामा हामीलाई के हुनुपर्छ भने कन्फिडेन्स हुनुपर्छ। यदि कन्फिडेन्स चाहिँ भएन भने हाम्रो मनमा एउटा फियर डेभलप हुन्छ, जसले गर्दाखेरि हामी मेन्टल्ली पनि डिस्ट्रेस हुन्छौँ होइन, फिजिकली पनि हुन्छ। त्यही भएर यो कन्फिडेन्स लेभल चाहिँ एकैचोटि चाहिँ बढ्ने होइन, एकैचोटि बिल्ड गर्न सकिन्न। कन्फिडेन्स लेभललाई बिल्ड गर्नको लागि चाहिँ केही समय लाग्छ, किनभने हामी कुनै प्रोग्राममा जानुपर्ने हुन्छ। त्यो प्रोग्राममा अगाडि गएर बोल्नको लागि हामी कतिपय मान्छेहरू डराउँछौँ, अथवा कसैसँग होइन बोल्दा होस् होइन, कसैसँग बोल्दाखेरि पनि हामी डराउँछौँ। हरेक कुरामा चाहिँ हामी प्रायः जस्तो मान्छे डराइरहेको हुन्छौँ। आफ्नो ओपिनियनहरू सेयर गर्नुहोस्, अनि केही कुरा गर्नुहोस्, त्यसमा हामीमा कन्फिडेन्स हुन जरुरी छ। यो कन्फिडेन्सलाई कसरी बिल्ड गर्ने भने पहिला भनेको हामीले हाम्रो माइन्ड सेटलाई चाहिँ चेन्ज गर्न जरुरी छ। भनेको हामी आफ्नै एउटा ओपिनियन बनाउनुपर्छ कि आफ्नै एउटा भ्यू हुन्छ नि। हामी सबैको हामी ह्युमन नै डिफ्रेन्ट भएछ, मान्छे नै डिफ्रेन्ट भएछ, हाम्रो ओपिनियन डिफ्रेन्ट हुन्छ। त्यही भएर हामीले हाम्रो माइन्ड सेटलाई चाहिँ चेन्ज गराउनुपर्छ। अरूले के सोच्ला, अरूले के भन्ला, मैले यो गर्दाखेरि, मैले यो काम गर्दाखेरि अरूले के सोच्ला, अरूले के भन्ला भन्ने जुन हाम्रो एउटा फियर हुन्छ त्यो चाहिँ हामीले हटाउनुपर्छ। माइन्ड सेटलाई नै चेन्ज गर्नुपर्छ। हामी मान्छे फरक छौँ, हाम्रो सोच फरक छ भनेपछि हामीमा छुट्टा भ्यू हुन्छ, छुट्टा ओपिनियन हुन्छ। त्यही भएर त्यो हिसाबले आफ्नो कन्फिडेन्स लेभललाई हामी अपग्रेड गर्न सक्छौँ। दोस्रो भनेको पहिलो त माइन्ड सेटलाई चेन्ज गर्नु पऱ्यो। दोस्रो भनेको चाहिँ कन्फिडेन्स लेभल बढाउनु चाहिँ अब कुनै व्यक्तिहरूलाई हामी उनीहरूको नजिक आएको मन पर्दैन होइन। त्यस्तो अवस्थामा त्यस्तो व्यक्तिबाट चाहिँ टाढा रहने भनेको त्यस्तो व्यक्तिसँग चाहिँ खासै कम्युनिकेट नगर्ने, खासै कुरा नगर्ने। जुन व्यक्तिबाट हामी इन्सेक्योर फिल गरेको छौँ, जुन व्यक्ति हाम्रो लागि टक्सिस बनेको छ, हो उनीहरूको अगाडि गएर नबोल्ने, कम्युनिकेट नगर्ने होइन। उनीहरूले जे भने पनि त्यो कुरालाई चाहिँ इग्नोर गरिदिने, भनेको उनीहरूसँग खासै कुरा नगर्ने, कम्युनिकेटै नगर्ने, जसले गर्दाखेरि हाम्रो कन्फिडेन्स लेभल बुस्ट हुन्छ। यस्तो मान्छेसँग बस्ने, यस्तो सर्कल बनाउने कि उनीहरूले चाहिँ तिमी भएको चाहिँ चाहोस् कि तिमी उनीहरूसँग भएको चाहिँ एकदमै खुसी छ, त्यस्तो मान्छेहरू भने उनीहरूसँग गएर बस्छ। त्यस्तो मान्छेहरूसँग भयो भने हामी कम्फर्टेबल फिल हुन्छौँ, हामी हाम्रो कुराहरू सेयर गर्छौँ, जसले गर्दाखेरि हाम्रो कन्फिडेन्स लेभल हुन्छ आफै के हुन्छ बुस्ट हुन्छ। अब थर्ड भनेको छ के हुन्छ भन्दाखेरि आफ्नो कन्फिडेन्स लेभललाई बढाउन हामी के हुनुपर्छ भने हामीले आफ्नो जुन त्यो डाइट हुन्छ नि, त्यो ब्यालेन्स डाइटलाई पनि फोकस गर्नुपर्छ। कस्तो डाइट हामीले कन्ज्युम गरेको छ त, हामी पहिला हेल्दी हुनु जरुरी छ। र हामी हेल्दी भयो भने मात्रै हाम्रो कन्फिडेन्स लेभल चाहिँ आफै बिल्ड हुन्छ। अनि कन्फिडेन्स लेभल बिल्ड गर्नको लागि चाहिँ अरूको भर पर्नु भनेको हरेक कुरा हामी सानोतिर जुन प्रब्लमहरू हुन्छ होइन, त्यो पनि हामीले अरूलाई भन्छौँ, अरूलाई सेयर गर्छौँ होइन। त्यस्तो हुनु भएन। सकेसम्म आफैले त्यो प्रब्लम्सलाई, त्यो च्यालेन्जेसहरूलाई चाहिँ के गर्नु पऱ्यो भने समाधान गर्नु पऱ्यो, सल्भ गर्नु पऱ्यो, जसले गर्दाखेरि हाम्रो कन्फिडेन्स लेभल हुन्छ आफै बुस्ट हुन्छ। र यो प्रक्रिया अप्नायो भने हाम्रो आफै एउटा छुट्टै कन्फिडेन्स आउँछ। अर्को भनेको हामी बिहान चाहिँ के हुनुपर्छ भन्दाखेरि मेडिटेसन गर्नु जरुरी छ। मेडिटेसन गर्नु जरुरी छ, त्यसले नै हाम्रो कन्फिडेन्स लेभललाई बढाउँछ। पिस हुन जरुरी छ, एकदमै काम हुन जरुरी छ। केही कुरा राम्रो भयो भने खुसी हुने, एकदमै केही कुरा नराम्रो हुने एकदमै दुःखी हुने, त्यो पनि हुनु भयो भने त्यसले नै कन्फिडेन्स लेभललाई ल्याक गरेको हुन्छ। त्यही भएर यो कुरा गऱ्यो भने हाम्रो आफै एउटा कन्फिडेन्स लेभल आउँछ। र कन्फिडेन्स आएपछि हामीले जस्तो सुकै प्रब्लम च्यालेन्जेसहरू आफै समाधान गर्न सक्छौँ होइन। कतै गएर बोल्न पऱ्यो भने
होइन, त्यसको लागि पनि हामीमा आफै कन्फिडेन्स लेभल आउँछ। र अर्को भनेको कतिपय मान्छेहरूले आफ्नै लागि जुन आफ्नै जस्टिसको लागि पनि बोल्न सकेको हुँदैन नि, त्यो भनेको उनीहरूको त्यही कन्फिडेन्स लेभलै ल्याक भएर हो नि, उनीहरूको कन्फिडेन्स लेभलै ल्याक भएर त्यो हुनु। आफ्नो राइट्स होइन, आफ्नो फ्रिडमप्रति बोल्न नसकेको, मनमा नै कुराहरू गुम्साइरहेको। त्यही भएर यो कुरा अप्नायो भने चाहिँ हामीमा कन्फिडेन्स लेभल बढ्छ र हामी सबैलाई राम्रो पनि हुन्छ। यदि तपाईँलाई यो भिडियो मन पऱ्यो भने यो च्यानललाई सब्सक्राइब गरिदिनु होला, यो भिडियोलाई लाइक गरिदिनु होला, साथीभाइसँग सेयर गरिदिनु होला, ताकि मलाई अझ हौसला मिलोस्, अझै मेरो आत्मबल बढोस् कि यस्तै भिडियोहरू चाहिँ हजुरहरू सामु ल्याउनु।